हेलो, यो चाहिँ मेरो सबैभन्दा बढी भाइरल भएको भिडियो थियो। म तपाईहरुलाई सुरुमै के भन्न चाहन्छु भने यो भिडियो जान्न, यो ट्रिक जान्न मन छ भने पुरै हेर्नु होला। सिक्न मन छ भने सब्स्क्राइब गर्नु होला। पहिला ट्रिक देखाउँछु अनि त्यसपछि कसरी गरे भनेर पनि देखाउँछु है त। यहाँ अब दुईटा कार्ड चाहिन्छ। यो एउटा बेन्ड गरेको छु। अब यो कार्डलाई चाहिँ हामी यहाँ भित्र हाल्छौं। यो अब खोलेर देखाउँदा पनि यो कार्डलाई हेर्नु है त, हेर्नु है, यो हेर्दै जानु है त। यो हेर्नु है, यता उल्टियो। अब यता गर्दाखेरि सुल्टै हुन्छ। यो कसरी भयो त? यहाँ आधी उल्टो आधी सुल्टो छ हैन? कसरी भयो त? यो हेर्नु त, तपाईले क्लियरली देख्न सक्नुहुन्छ। कसरी भयो भन्नुहुन्छ भने म एकछिनमा गरेर देखाउँछु है त। यो अब च्यातेर हेरौँ। यो च्यातौँ हैन? यो हेर्नु है त। यो ट्रिक कसरी गर्ने सिकौँ अब। यहाँ हेर्नु न, यति धेरै तास खेर फ्याँकिसकेको छ। गर्दा गर्दै गर्दा गर्दै अब स्टेप बाई स्टेप हेरौँ है त। अब के कुरामा ध्यान दिनुपर्छ त्यो पनि हेरौँ। तपाईलाई अब यो दुईटा कार्ड चाहियो है। अलरेडी काटिसकेको छ है कार्ड चाहिँ। यहाँ हेर्नु है, यो अलरेडी काटिसकेको छ। यहाँ अलरेडी काटिसकेको छ। काट्दै फ्याँक्दै हेर्नु न यो अरु। तपाईले अब सुरुमा यो एउटा कार्डलाई यस्तो गर्नु, फोल्ड गर्नु, अर्कोलाई पनि यसरी फोल्ड गर्नु। अनि त्यसपछि त्यति चाहिँ काट्नु पर्यो तपाईले। एउटा कार्डलाई चाहिँ त्यति काट्नु पर्यो है त। अनि त्यो च्यात्दाखेरि चाहिँ अलिक कस्तो देखिने भएर त्यो चाहिँ काटेको हो। अब यो अब के गर्ने भन्नुहुन्छ भने अब त्यो कार्डलाई फोल्ड गरेर हो त्यसरी यसरी पक्नु है। पहिला त्यो अम्लो छिराउनु अनि त्यसपछि त्यो कार्ड हालेर पक्नु है त। म गर्दैछु एकछिन है। तर यो तपाईले गर्दाखेरि चाहिँ यो अलिक छिटो गर्नुपर्ने हुन्छ है त। तपाईको अब यो चट्ट उ गर्ने अनि त्यहाँ कति छिराउने भन्ने कुरा हेर्नु। यो यति मात्रै छिराउने, यो भन्दा बढी चाहिँ त्यो मजाले हेर्नु है त। हात मैले के गरिरहेको छु त्यो सबै हेर्नु है त। फेरि हेर्नु। अब चट्टसँग त्यो तपाईको त्यो फोल्ड गरेको कार्ड भित्र यो अर्को फोल्ड गरेको कार्ड भित्र छिराउनु। कहाँसम्म छिराउने भन्ने कुरा म देखाउँछु। त्यो अब पल्टाउँदाखेरि पनि ठ्याक्कै मिलाएर, त्यो पल्टाउँदाखेरि पनि ठ्याक्कै मिलाएर है। ठ्याक्कै हेर्नु है। यही स्टेप मात्रै ध्यान दिनु न। यति एउटा स्टेप ध्यान दिँदाखेरि पुगिहाल्छ। जस्तो गरेको छु त्यस्तै गर्नु है त। मैले जस्तो गरेको छु त्यस्तै गर्नु है त। बुझ्नुभयो? यो यति गरेँ। केही बुझ्नुभयो त तपाईले? के बुझ्नुभयो? यहाँ हेर्नु, त्यो माथि छैन। अब कसरी चाहिँ त्यो भयो भने उता बिचमा फोल्ड गरेको छु। त्यही फोल्ड गरेको यतातिर पल्ट्यो, फोल्ड नगरेको चाहिँ यतातिर पल्टेको छ के। तपाईले अब यतिकै इन्ड गर्दा पनि हुन्छ। यो अहिले जति गर्नु छ इन्ड गर्दा, तर देखाउनु चाहिँ नदेखाउनु होला है त। यतिकै इन्ड गर्दा पनि हुन्छ। यो चाहिँ च्यातेर अब तपाईको च्यातेर पनि देखाउँछु। पक्नु है त। उल्टो सुल्टो त्यहाँ मात्रै छुटिन्छ। जुन अहिलेको च्यात्यो त्यो मात्रै, अब मात्रै उल्टो र सुल्टो छ भनेर छुटिन्छ। नभए छुटिँदैन। त्यो आधी मात्रै देखाउँदाखेरि छुटिँदैन है त। केही छैन, सजिलो छ यो ट्रिक। यहाँ हेर्नु न, यत्रो मैले पनि यो गरेर सिकेर अनि देखाएको है त तपाईहरुलाई। ल त, धन्यवाद।